हेलो वेलकम बैक टू माई युट्युब च्यानल। सो फाइनली म चाहिँ अहिले बकाला जाँदैछु। रातिको 3 बजे छ। सो यता मेरो साथी पनि छ, यता तपाईँ देख्न सक्नुहुन्छ। यतातिरै भकुण्डो जस्तै मोटाएर यस्तो छ। यो चाहिँ अगाडिको नाइट भ्यूज हो। सो तपाईहरु देख्न सक्नुहुन्छ यताको यो अहिले रातिको बिहानको 3 बजे छ। सो अहिले हामी बकालातिर जाँदैछौँ। बकाला भन्नाले सप जाँदैछौँ। सपमा जाँदैछौँ, थोरै काम छ, थोरै सामान किन्नुपर्ने छ। सो त्यस कारणले जाँदैछौँ। सो यो भिडियो लास्टसम्म हेर्नु होला। तपाईँलाई एकदम भयानक चिज देखाउँछु रातिको टाइममा यहाँ के हुन्छ भन्ने कुरा तपाईँलाई म देखाउँछु। अहिले हामी पसलबाट फर्किन लागेको। अब पसलबाट फर्केर जाँदैछौँ। भाइ कोक देगा? हेलो ओ मोटा भाई, कोक मिलेगा? कोक दे दो। जो कोक पिउने, अब हामी कोक पिउने। खोलो जरा। सो पसलमा सामान किन्न आएको, त्यो सामानै पाइएन। जब चिसो खाँदै फर्किँदै एउटा कोक दुईजना, एउटा यो मोटा भाइ छ, यो फेरि लास्टै के मोटो, जे पनि खान खोज्ने, खाली गुली गुली मात्रै खान खोज्ने। नखा भन्छु मान्दैन। सो गाइज जब हामी फर्किन लागेको, यो चाहिँ हाम्रो बिल्डिङ हो, हामी सुत्ने बिल्डिङ। अब हामी जान लागेको रुमतिर। अनि यतातिर मेरो काम गर्ने ठाउँ छ, यो बिल्डिङमा चाहिँ। यो बिल्डिङ अब ड्युटी सकेर फर्किएको, रुम जाँदै पसलाको नुहाइधुवाइ गरेर के गर्नु, गाह्रो छ जिन्दगी, विदेशी जिन्दगी। पकड़ भाई, पकड़ जल्दी भी हो, जल्दी। कैसा आदमी है रे तू? ये देखो। हाँ हाँ पी रहा है बंदा। हाँ देखो, दारू जैसा लगता है। दारू नहीं करता। सो यतातिर मस्जिद छ, यतातिर फनेक्स हस्पिटल। यो चाहिँ मेरो काम गर्ने ठाउँ है। आजलाई यति नै। आजको भिडियो यही नै सकिनेछ। सानोतिनो यसो जानी नजानी एउटा सानो कन्टेन्ट बनाएको। सो थ्याङ्क्स फर वाचिङ। लाइक कमेन्ट गरेर सपोर्ट दिनु होला, अनि मन परे सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू।